गत वर्षको फागुनमा सुरु भएर चैतमा उठ्नै नसक्ने गरी सकिएको देशमा आन्दोलनमा रहेका अभियन्ताहरू जेएनजी आन्दोलन पछिको तरल राजनीतिक अवस्थामा केही जुर्मुराएका छन्। शासकीय प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डालाई जेएनजीहरूले समेत अघि सारिरहेका बेला राजालाई नारायण हिटीमा लैजाने सपना बोकेर राज संस्थाजी समेत आफ्ना एजेन्डा सहित देखा परेको छ। जेएनजीले विज्ञप्ति जारी गरी संवैधानिक राज संस्था सहित 15 बुँदे माग प्रस्तुत गरेको छ र पूरा नभए अन्तिम संघर्षमा होमिने चेतावनी दिएको छ। कसैले पनि औपचारिक विज्ञप्तिमा थप जानकारीका लागि सम्पर्क भन्दै इमेल ठेगाना दिएको छ। @rajsansthavadi.com लेखिएको छ। विज्ञप्तिमा भनिएको छ, हामी नेपाली गौरवशाली र सम्मानित राष्ट्रका रूपमा स्थापित हुने क्रममा धेरै संघर्ष र अत्याचारहरूबाट गुज्रिरहेका छौं। हाम्रो सार्वभौम राष्ट्रका रूपमा अझ सबल, दृढ र उत्कृष्ट भएका छौं। हालका दिनहरूमा हाम्रो देशले ठूला संकट र चुनौतीहरू सामना गरिरहेको छ। 20 र 24 गते अर्थात् सेप्टेम्बर 8 र 9 को विरोध प्रदर्शनका क्रममा प्राप्त गर्नुहुने अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौं। यो दुःखद घटनाले राष्ट्रवासीहरूमा गहिरो चोट पुर्याएको छ र त्यसपछिका घटनाहरूले हिंसा र कति भयावह हुन सक्छ भन्ने कुराको स्मरण गराएका छन्। नयाँ बनेको सरकार शक्तिहरूको स्वार्थमा काम गरिरहेको छ। सो प्रतिनिधित्व गर्नेहरूका लागि शर्मनाक कुरा। हस्तक्षेप र गृह अशान्तिको खतराले अहिले हाम्रो देशलाई समग्र रूपमा युवादेखि वृद्धसम्म जकडिरहेको छ। राष्ट्रवादी तथा लोकतान्त्रिक राज संस्थावादी जेएनजीहरू ती शक्तिहरू विरुद्ध नेपालको आवाजको प्रतिनिधित्व गर्दैछौं। हालका हामीले नयाँ ऐतिहासिक सिराबाट सर्वपक्षीय सहमति जुटाउने उद्देश्यले निम्न अनुसारका 15 बुँदे आधारहरू प्रस्ताव गरेका छौं। सबै पक्षहरूमा यी मागहरूमा केन्द्रित रही शान्तिपूर्ण माध्यमबाट सबै शक्तिहरू एक ठाउँमा रही राष्ट्र उत्थानका लागि पहल हुन आह्वान गर्दछ। नत्र यिनै मागहरू पूरा गर्नका लागि हामी अन्तिम संघर्षमा होमिन तयार हुने जानकारी समेत गराउँछौं। राज संस्थावादी जेएनजीहरूको मुख्यधाहरूको पहिलो नम्बरमा नै संवैधानिक राज संस्था कायम गर्ने रहेको छ। यस्तै र्याङ्क बेस्ड निर्वाचन प्रणाली लागू गरी जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने र कम्तीमा 51 जनमत प्राप्त उम्मेद्वारबाट मात्रै तत्काल सरकार गठन हुने, प्रत्यक्ष निर्वाचित कार्यकारी लागू गर्ने, सांसदहरूले सरकार बनाउन वा ढाल्न नपाउने व्यवस्था गर्ने, करार पूरा नगर्ने सांसदलाई फिर्ता बोलाउने अर्थात् राइट टु रिकल र खराब उम्मेद्वार अस्वीकार गर्ने राइट र रिजेक्ट एन्ड ओटीए व्यवस्था लागू गर्ने, सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था लागू गर्ने, असमान सन्धि सम्झौता र राष्ट्रघाती कानूनहरू खारेज गर्ने, प्रदेश सरकारको संरचना विघटन गरी शक्तिहरू स्थानीय सरकारमा केन्द्रित गर्ने र सबैलाई र संरक्षण प्रदान गर्दै नेपाललाई हिन्दू, बौद्ध र किराँत धर्म राज्य घोषणा गर्ने रहेको छ। यसैगरी 8औं बुँदामा सबै तहमा कम्तीमा 50% महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने, निःशुल्क शिक्षा र बीमा आधारित स्वास्थ्य नीति लागू गर्ने, विदेशमा रहेका नेपाली सहित सबै नागरिकका लागि अनिवार्य मतदानको व्यवस्था लागू गर्ने, 18 देखि 24 वर्ष उमेरका नागरिकका लागि न्याय संगत पारिश्रमिक, सिप विकास र राष्ट्र निर्माणमा योगदानको अवसर सहितको अनिवार्य राष्ट्रिय सेवा लागू गरेको तथा अकुत सम्पत्ति राष्ट्रियकरण गर्ने, कर्मचारी, आयुक्त र निर्वाचित जनप्रतिनिधिहरू बीचको असमान तलब भत्ता र पेन्सन प्रणाली अन्त्य गर्ने, सरकारी सेवा र सुविधा प्रदान गर्ने निकायहरूलाई आधुनिकीकरण गरी दक्ष र पारदर्शी सेवा सुनिश्चित गर्ने र 15औं नम्बरमा एक व्यक्ति एक व्यवसायिक क्षेत्र नीतिको कार्यान्वयन गर्ने रहेका छन्। माग सहित राज संस्थावादी जेएनजीले एजेन्डा सार्वजनिक गरेको अघिल्लो दिन मात्रै मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राज संस्था सहितको व्यवस्था आउने भन्दै हातमा दियो बोकेर दीपावली गर्नका लागि तयार रहन आग्रह गर्दै आन्दोलनका लागि आह्वान गरेका छन्। उनले हालै भएको जेएनजी आन्दोलन पनि पश्चिमाहरूको डिजाइनमा भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईले जेएनजी आन्दोलन पश्चिमाहरूको
डिजाइनमा भएको भन्दै देश कहाँ पुग्यो र देशलाई कहाँ लगिँदैछ भन्दै प्रश्न गरे। प्रसाईले संवैधानिक राज संस्था सहितको व्यवस्थाका लागि 2047 सालको संविधान पुनर्स्थापना गर्नु आवश्यक रहेको दावी गरेका छन्। त्यसका लागि काठमाडौँ केन्द्रित भई देशैभरि हुने आन्दोलनका लागि तयार रहन पनि उनले अनुरोध गरेका छन्। प्रसाईले फेसबुकमा लेखेका छन्, नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने। हिजोको राजाको शासन एकपटक सम्झिनुस्। गणतन्त्र हुँदै गिरिजा देउवा प्रचण्ड ओली हुँदै आज जेएनजी आन्दोलनको नाममा पश्चिमाहरूको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिँड्ने सुदन गुरुङ भनेपछि देश कहाँ पुग्यो र देशलाई कहाँ लगिँदैछ। त्यही भएर धैर्य गर्नुस्। राजा देउता धर्म र संस्कृति खोपीमै भए पनि चाहिँदो रहेछ। प्रतीक्षा गर्नुस्। बौद्ध किरात सहितको बौद्धिक सनातन हिन्दू अधिराज्य नेपाल बनाउन 2047 सालको संविधान पुनर्स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरूका लागि पनि अपरिहार्य भएको छ। त्यसैले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राज संस्था सहितका व्यवस्था आउँदैछ। हातमा दियो बोकेर दीपावली गर्नका लागि तयार रहनुहोला। साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालो सूची र घरबार लिलाम भएका सम्पूर्ण अभियन्ताहरूलाई काठमाडौँ केन्द्रित भई देशैभरि आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु।